परिवर्तन खोजेको होइन परमेश्वरले भनेको के फाइदा भयो त त्यस्तो हुन्छ परमेश्वरले त्यो चाहेको होइन नि 4 देखि 5 हजारसम्म परमेश्वर हुनु भयो आज हामी त्यतिको लागि छैन भर्को लागि परिवर्तन गरी परमेश्वर तपाईले मेरो निम्ति चाहिँ एउटा गरिब गोठमा आज ठाउँमा भएको ठाउँमा आज दाउदको सामान बेच्नु भयो त्यतिको लागि जन्मिनु भएको होइन मेरो प्रिय टोटल चेन्ज हुनको लागि आउनु भएको आमेन हालेलुया सम्पूर्ण क्षेत्रमा चेन्ज हुनको लागि मात्रै परमेश्वर अन्ततः हाम्रो समृद्धि र उन्नति हाम्रो परिवार मण्डली व्यक्तिगत जीवनमा आशिष हुन्छ त हालेलुया हामी खालको अर्कालाई दोस्रो चाहिँ आशिष भएन यो भएन त्यो भएन यो भएन हेन भएन तेन भएन यस्तो हुनुपर्ने थियो तर हामी ठिक छैनौँ नि त पहिला हामी ठिक हुनुपर्छ हालेलुया बाइबलले सिकाएको कुरा मान्छेले धेरै प्रचारहरू गर्छ तर म एउटै कुरा तपाईलाई भन्छु लेट्स चेक आवरसेल्फ पहिला हामीले आफूलाई जाँचौँ हामी कस्तो छौँ बाइबलले पनि त्यही सिकाउँछ अरूलाई दोष नठहराऊ तिमीहरू दोषी ठहरिन्छ र पहिला आफूलाई हेर तिमी कस्तो छौ आमेन आमेन हालेलुया म ठिक छैन म असल छुइनँ अनि अरूलाई शिक्षा दिँदा हुन्छ कदापि हुँदैन त्यही कारणले गर्दाखेरि परमेश्वर हाम्रो कर्महरूद्वारा हामीले होइन हाम्रो धर्महरूद्वारा होइन मेरो प्रिय तर शैतान परमेश्वर चाहिँ शैतानको त्यो कामलाई नष्ट गर्न पनि यसो यस संसारमा परमेश्वरको पुत्र देखा पर्नुको कारण शैतानको कामलाई नष्ट गर्नु थियो उहाँ मानिसलाई पापको शक्ति र मृत्युको डरबाट मुक्त गर्न आउनुभयो जुन शैतानले मानवलाई दास बनाउने प्रयोग गर्यो पहिलो यूहन्नामा हामीले आएर पढ्छौँ 3 अध्यायमा आउनुहोस् त हामी सम्पूर्ण बाइबल जसरी हामी पढ्नेछौँ पहिलो यूहन्नामा हामी हेर्नेछौँ 3 अध्यायको हामी 9 लाई हामी पहिला हेरौँ पहिलो यूहन्नाका पत्री 3 अध्यायको 9 मा हामी हेरौँ पढ्नेछौँ जोडले हामी पढ्नेछौँ है हुन्छ म पढ्नेछु पहिलो यूहन्ना 3 को 9 लाई परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैनन् किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप रहन सक्दैन किनभने त्यो परमेश्वरबाट जन्मेको हो माथि पढ 8 पढ्नुस् त 8 पनि पढ्नुस् माथि गयो 3 कै 8 पढ्नुस् जसले पाप गर्छ त्यो दियाबनसको हो किनकि दियाबनसले सुरुदेखि नै पाप गर्दै आएको छ दियाबनसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो परमेश्वरले यस संसारमा आउनुको कारण एउटै मात्रै हो कि शैतान दियाबनसले गरेको योजनालाई भङ्ग पार्नको निम्ति हो अनि हामी ख्रिस्टलाई हामी छिन्ने व्यक्तिहरू उहाँलाई ग्रहण गर्ने व्यक्तिहरू ख्रिस्ट हाम्रो हृदयमा क्रिसमस भएर जन्मी आएको छ भने त्यसले बारम्बार पाप गरिरहँदैन सबैले ताली बजाउनुहोस् त एकचोटि हालेलुया हालेलुया ख्रिस्ट हाम्रो हृदयभित्र हामी जन्माउँछौँ भने त्यसले बारम्बार पाप गरिरहँदैन यो परमेश्वरको वचनले भनेको है मेरो प्रिय मैले आफ्नै पकेटबाट निकालेर बनाएर भनेको होइन कथेको होइन यो चिज चाहिँ त्यही कारणले गर्दाखेरि मेरो प्रिय यो शैतानको बन्धनलाई पनि तोड्नको निम्ति प्रभु तपाईहरुको निम्ति बालकको रूपमा जन्मिनु भएको हालेलुया हालेलुया हाम्रो सम्पूर्ण आफ्नो जीवन गवाइएको छ हैन म पहिला यस्तो थिए यस्तो भएर प्रभुले आयो त्यो बन्धनहरुलाई बेरियरहरुलाई तोड्नु भयो परमेश्वर हालेलुया हालेलुया संसारमा हामी भाग्यमानी छौं कति जना त डराउँछ क्रिस्चियन भन्नु पनि डराउँछ साच्चै भनेको मेरो साथीले पनि क्रिस्चियन भन्नु डराएको तपाई सालुगोडा भनेछ सालबारी माथि सिलगुडी माथि सालबारीमा यस्तो तेर्सो बगान यता सुकुना जानेपट्टि पस्नुहोस् त्यहाँनिर खाली आरसी मात्रै छ आरसी भनेको रोमन क्याथोलिक विश्वासी 300 घर त्यतिखेर थियो अन्त कुनै डेनोमिनेसनको विश्वासी पास्टर इभान्जलिस्ट पस्नु दिँदैन त्यसको डुब्की भन्छ उनीहरूले डुब्की मिसन भन्छ हेर्नुहोस् है कुनै पनि पस्नु दिँदैन अनि हामी एक दिन पस्ने हामीले निर्णय गर्यौं त्यो गाउँमा इन्टर हुनै दिँदैन अनि सोधिहाल्छ
विश्वासी बनेको छ, क्यारल खेलेको छ, जाँड पकाएको छ, खाएको छ, नाचेको छ, कोही उत्तानो लडिरहेको छ। क्यारल ती मैले देखेको क्यारल खेलेको छु, फेरि विभिन्न तरिकाले क्यारल खेल्छ फेरि। अनि एक दिन पसले निर्णय गर्यो, हामी जाँदै थियौँ साथी, हामी बाटोमा गफ गर्दै जान्थ्यौँ। अनि त्यो साथीबाट भन्यो, त्यति म साथी पुरा बोल्थेँ। अनि त्यतिखेर भने कहाँबाट आएको हो दाजु? हामी त यहीँकै हो, क्रिस्चियन हो। उसलाई मेरो साथीलाई सोध्यो, पुरुक्क मेरो अनुहारमा हेर्छ। अब त्यहाँ मान्छेले त्यस्तो सुनाएको छ नि त, त्यहाँ पसेर कुटिहाल्छ, मारिहाल्छ, त्यो डरले होला बिचरा गऱ्यो उसले है, केही पनि गऱ्यो उसले। अनि तपाईँ क्रिस्चियन हो? हो त, म तपाईँहरूकोतिर पस्नु आँटेको, विशेष गरी तपाईँहरूको गाउँमा 200-300 जना छ अरे, हामी पस्नु मिल्छ भन्नुभएको। त्यो मान्छेले त्यो बगानमा त्यो चौकीदार काम गर्दैछ, मिल्नु चाहिँ मिल्छ, अलिक होसियारसँगले जानुहोस् ल। अनि हामी कोही फुटबल ग्राउन्डहरू रहेछ त्यहाँ, ल चाहिँ एउटा घरले हामीलाई पानी खानु बोलायो भने हामी भित्र पस्यौँ। अनि गफ गर्दै हामीले गयौँ। सबै नामको विश्वासीहरू मात्रै, बाइबल जिन्दगी कति वर्ष भयो प्रभुलाई पाउनु भएको? तपाईँ यो रोमन क्याथोलिकमा सङ्गति गर्दै हुनुहुन्छ, चर्च सानो ठुल्ठुलो छैन, फेरि 35 वर्ष अरे बाइबल छैन, बुझ्नु हुँदैछ त? 35 वर्ष अरे बाइबल छैन, फादरले बाइबल बोक्नु दिँदैन। अनि त्यस पछाडि हामीले अलिकति हल्का सुसमाचारहरू सुनायौँ। अनि भोलिपल्ट चाहिँ वार्निङ आएछ हामीलाई, यदि फेरि दोबारा यता पस्यो भने अब डुब्की मिसनकोले हाम्रो विश्वास लिएर जान्छ भनेर नि उनीहरू चाहिँ डर भएको। अब पेन्टिकसल ब्याप्टिस्टमा लिएर जान्छ भनेर अब आयो भन्छ, कुट्छ अरे, किनम कुट्छ अरे, कुटेर फालिदिन्छ अरे भने है, जाउँ न त कुटेर फाल्छ भन्यो भने हामी गयौँ। आयो है 3-4 जना धुर्मुस केटाहरू, यत्रो बुझी भयो। हामीलाई राम्रो हेऱ्यो, हामी तपाईँहरूसँग झगडा गर्नु पनि आएको होइन, तपाईँहरूको मान्छे लान्छु भनेर पनि आएको होइन, तपाईँहरूको गाउँ हेर्नु आएको, प्रभुको सुसमाचार बाँड्नु, सुन्नु, तपाईँहरूले सुन्नु भएछ राम्रो कुरा, प्रभुमा तपाईँको जीवन बाँच्नु भएछ राम्रो कुरा, हामीलाई अर्को ठाउँहरू पनि गाइड गरेर लानुहोस् भने त्यसले चुपो लाग्यो। त्यहाँ चाहिँ थन्क्यु, त्यहाँ चाहिँ आउजाउ बिस्तारै हुन थाल्यो। अनि उनीहरूलाई हामीले कहिले पनि आऊ भनेन, तर ख्रिस हृदयभित्र जन्मेको छ कि छैन त्यो चाहिँ इम्पोर्टेन्ट कुरा। आमेन, आमेन। अनि उनीहरू धेरै कुराहरू बुझ्न सक्नुहुन्न। अनि शैतानको बन्धनहरूलाई तोड्नको निम्ति पनि यसो संसारमा आउनुभयो। हामीले यूहन्ना 3:8-9 वचन हामीले हेर्यौँ। मेरो प्रिय, हामी 3 नम्बरमा हामी इन्टरनल लाइफ, हामी अनन्त जीवनको विषयमा हामी हेर्नेछौँ। येशू तपाईँ र मेरो निम्ति संसारमा आउनुभएको कारण यो पनि हो कि परमेश्वरले आफ्नो पुत्रलाई हामी उहाँबाट जिउन सकौँ भनेर पुत्रलाई पठाउनु भयो। हालेलुया, हालेलुया, आमेन, आमेन। त्यही कारणले त भन्दछ यूहन्ना 10:10 चोर र नाश गर्न भनेर आउँछ, तर म त तिमीले प्रशस्त मात्रामा जीवन पाउँ भन्ने हेतुले आए। हालेलुया। आज कुनै पनि संसारको महापुरुषले भनेन चोर र नाश गर्न भनेर आउँछ, तर म त तिमीले जीवन पाउँ भन्ने हेतुले म आए भनेर कुनै पनि आज एउटा यस्तो महापुरुषले भन्न सकेन। तर आफ्नो आफ्नो लीला र चरित्रहरू गरेर उनीहरूको जीवन मृत्युमा परेर गएको छ। तर येशूमा त एउटा यस्तो व्यक्ति हुनुहुन्छ जो चाहिँ भन्दछ चोर नाश गर्न भनेर आउँछ, तर म त तिमीलाई प्रशस्त मात्रामा जीवन जिउनु सक भनेर आए। हालेलुया, प्रशस्त जीवन। 1 घण्टाको जीवन भनेको छैन है बाइबलमा, राम्रो ध्यान दिएर सुन्नुहोस् न नानी हो। 1 घण्टाको जीवन भनेको छैन, 2 घण्टाको जीवन भनेको छैन, 3 घण्टाको भनेको छैन, महिना दिनको भनेको छैन, वर्ष दिनको भनेको छैन, तर प्रशस्त मात्रामा कन्टिन्युली अनन्त जीवन जिउनु सक्छ। हालेलुया, हालेलुया, आमेन, आमेन। अनि हामी यस्तो परमेश्वर पाएको छौँ मेरो प्रिय मण्डली, किन गुनासो गर्ने? किन हामी साना झिना मसिना कुराहरूमा अल्झिराख्ने? हामी कहिले माथि अगाडि नबढ्ने? हामी कहिले परिपक्व विश्वासीहरू नहुने त? हुनुपर्छ मेरो प्रिय। हालेलुया, आमेन, हालेलुया, हालेलुया। यूहन्ना 10:10 चोर र नाश गर्न भनेको छ। तपाईँले पहिलो यूहन्ना 4:8-10 पदमा त्यसले पढ्नु भयो भने तपाईँले स्पष्टीकरण भेटाउनुहुन्छ। पहिलो यूहन्ना 4:8-10 पदमा हामीले त्यहाँनिर भेटाउनेछौँ है। पढिदिनुहोस् त पहिलो यूहन्ना 4:8-10 सम्म। पहिलो यूहन्नाको पत्री 4:8-10 मा हामी हेर्नेछौँ। हामी सक्नु आँट्यौँ र हामी धर्म धारण हामीले सक्नु आँट्यौँ है। पढ्नुहोस् त पहिलो यूहन्ना 4:8-10।
म पढ्नेछु। पहिलो योहन्ना 4:8-10 प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन किनभने परमेश्वर प्रेम हुनुहुन्छ। उहाँले भन्छ परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो कि उहाँले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनु भयो ताकि उहाँद्वारा हामी जिउन सकौँ। 10ले भन्छ प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ तर परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनु भयो। आमेन। आमेन। हालेलुया 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 हालेलुया। परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँलाई आफ्नो एकमात्र पुत्र संसारमा पठाउनु भयो। मेरो प्रिय, आज कसले पनि संसारमा फिक्री गरेन तर हाम्रो परमेश्वर पिताले फिक्र गरेकिन एउटा पुत्रलाई बाँकिनमा राखिकिन त्यो स्वर्ग सिंहासन त्यो एकदमै असल ठाउँ छोडेर आज गरिब घरानामा उहाँ जन्मिआउनु भयो। हालेलुया। कति महान कुरा छ हैन। अरू संसारमा महापुरुषहरूमा कोही राजाको खानदानमा ठुल्ठुलो पदमा जन्मेको छ तर हाम्रो परमेश्वर चाहिँ एउटा गरिब गाईको गोठमा हामी पाउँछौँ। त्यहाँनिर भारतीय दर्शन शास्त्रमा लेख्छ ओम दरिद्र नारायण नमो नमः भन्छ। त्यसको अर्थ के हो तपाईँलाई थाहा छ? दरिद्र भएर जन्मिआएको फिलिपीको पत्रीमा प्रमाण गर्छ। हालेलुया हालेलुया। ओम दरिद्र नारायण नमो नमः भनेको चाहिँ के भनेको भन्दाखेरि चाहिँ दरिद्र गरिबीमा भएर पो जन्मिआउने ईश्वरै के जी को भन्दै यीशु ख्रीष्ट ईसा मसीह इति चनममम प्रथस्थितम ईसा पुत्र कुमारी गर्भ जन्म सम्भव श्री तस्मै गुरुदेवै नमो नमः। हालेलुया हालेलुया। परमेश्वर तपाईले मेरो निम्ति पो आउनु भएको। प्रेज द लर्ड। यस लर्ड। आमेन आमेन। यो कुराहरु भेटाउँछौँ। अन्तिममा एनोइन्टिङ सेक्रिफाइस भन्छ, एटोनिङ सेक्रिफाइस, प्रायश्चितको बलिदान। अब ख्रीष्ट प्रायश्चितको निम्ति बलिदान हुनका लागि आउनु पनि भएको रहेछ। त्यही कारणले गर्दाखेरि हामी हेर्नेछौँ येशूको जन्म आवश्यक थियो ताकि मानिस बन्न सकूँ र संसारको पापको लागि एक पटकको सिद्धता बलिदानको रूपमा मर्न सकूँ भनेर जन्मन आवश्यक थियो। हालेलुया हालेलुया। अब एक पटक चाहिँ उहाँ जन्मिनु पर्ने र एक पटक तपाईँ र मेरो निम्ति चाहिँ उहाँ पनि मर्नु पर्ने आवश्यक थियो किनकि हाम्रो पापको लागि। सबैलाई भनिन्छौँ हालेलुया हालेलुया हालेलुया। हालेलुया। मर्कुसको पुस्तकमा 10:45 मा हामी पढ्नेछौँ नयाँ नियमको मर्कुसको पुस्तक। त्यहाँनिर भन्दछ, यदि कसैले भेट्यो भने पढिदिनुहोस्। म चाहिँ पढ्दिनँ, म तपाईँहरूलाई पढाउनु लाउने छु ल। मर्कुस 10:45 पढ्नेछौँ। मर्कुस 10:45 मा हामी पढ्नेछौँ। हुन्छ म पढ्नेछु। मर्कुस 10:45 किनकि मानिसको पुत्र सेवा पाउनु होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। आमेन। Hallelujah. 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 For even the Son of Man did not come to be served, but to serve and to give his life as a ransom for a many भन्छ। मानिसको पुत्र सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिनको निम्ति आउनु भएको। हालेलुया हालेलुया। आमेन आमेन। आज हामी आजाद छौँ र छुटकारा पाएका व्यक्तिहरू। आमेन। आमेन। आज हामी शैतानको दासोका भित्र हामी छैनौँ, हामी छुटकारा पाएका व्यक्तिहरू। हाम्रो निम्ति चाहिँ येशू चाहिँ क्रिसमस भइकिन तपाईँ अनि मसँग संलग्न सम्बन्ध गाँच्नका निम्ति क्रिसमसको उपहार बनिकिन आउनुभयो। हालेलुया। आज अब हामीले उपहार के दिने त परमेश्वरलाई भन्दा हृदय भित्र हाम्रो बाबाका हामीले जन्माएको हुनुपर्छ। आमेन आमेन। हालेलुया। हालेलुया। परमेश्वरले परिवर्तन चाहनुहुन्छ, हामीलाई चेन्ज चाहनुहुन्छ मेरो प्रिय। त्यही कारणले गर्दा जब हिब्रू 10:12 हिब्रू 9:26 देखि 28 पढ्नु भयो भने तपाईले घरमा गएर यो पदहरू पढ्नुहोस्, तपाईले नोट गर्नुहोस् है। घरमा गएर पढ्नुहोस्। म फेरि एकचोटि दोहोऱ्याउनेछु बिर्सिनु भने हिब्रू 10:12 हिब्रू 9:26 देखि 28 सम्म म फेरि एकचोटि दोहोऱ्याउनेछु किनकि मेरो आदत छ कसैले पनि पदहरू नबिर्सोस् भनेर म दोहोऱ्याउँछु तपाईहरुलाई। ल घरमा लेखेर राख्नुहोस्।
कसैको आदत यस्तो चाहिँ एकचोटि भन्छ उसले भन्दैन त्यहाँदेखि। हिब्रू 10 अध्यायको 12, हिब्रू 9 अध्यायको 26 देखि 28। मलाई आशा छ तपाईँले पुरा लेखिसक्नुभयो। र त्यही कारणले गर्दा हाम्रो क्रिसमस चाहिँ हाम्रो भित्री हामीले जन्माएको हुनुपर्छ। आमेन। आमेन। हालेलुया। हालेलुया। छोटो प्रार्थना गर्ने चाहिँ हामी सबैजना हामी खडा हुनेछौँ आफ्नो स्थानमा।